सियावर रामचंद्र भगवान को भगवान नाम साधना को हिमालयन सिद्ध महायोग ध्यान साधना को पुरुषोत्तम मास व्रतानुष्ठान को जय जय श्री सीताराम। ओम यतातिर सुनिएछ यहाँ हिजो अस्ति राखेको बक्सा हिजो र आज मात्रै आएको नयाँ साधकले आएको ठाउँ त आज र हिजोका धन्यवाद। ओम जब धेरै जन्मको पुण्य उदय हुन्छ, ईश्वरको असीम कृपा अनुकम्पा हुन्छ, तब हामीले शुभ कर्म गर्ने विचार अवसर पाउँछौँ। यो तपाईहरु सबको परम सौभाग्यको क्षण हो। जानेर नजानेर जसरी पनि हो, जुन साधना लिन तपाईहरु यहाँ आइपुग्नु भएको छ, यो वैदिक सनातन परम्पराको ऋषिमुनिहरूद्वारा निरन्तर गरिने शाश्वत साधना हो। शाश्वत भनेको एकदम सत्य र प्रमाणिक। त्यसले साधनाको नाममा, पूजाको नाममा आज देशभरि संसारभरि मान्छेले मनगणन्ते तौर तरिकाहरू जसरी व्यक्ति लोभिन्छन्, प्रलोभित भएर तिनका पछि लाग्छन्, त्यो प्रयास गरिरहेको अवस्था छ। आज हाम्रो सनातनको मूल साधना पद्धति लुप्त भइसकेको छ। कसलाई बाबा भन्ने, कसलाई स्वामीजी भन्ने, कसलाई सन्त भन्ने, कसलाई गुरुदेव भन्ने, कसलाई सद्गुरु भन्ने, कसलाई जोगी भन्ने, को पण्डित हो, को ज्योतिषी हो, को धामी झाँक्री हो, यो मर्यादा नै मरिसक्यो। तपाईहरुको दृष्टिमा सबै एउटै छन्। जब स्थिति यस्तो आइपुग्छ,
तब हामी आफै सत्मार्गबाट विचलित हुन्छौँ। हाम्रो समाज पुरै अनभिज्ञ भयो। आध्यात्मिक क्षेत्र नष्ट भ्रष्ट भइसकेको छ। जति राजनीतिक क्षेत्र नेपालको बिग्रेको छैन त्यसको 100 गुणा आध्यात्मिक क्षेत्र बिग्रिसकेको छ। र हाम्रो समाज अनभिज्ञ छ। उसले कसैलाई पनि बाबा बनाइदिन्छ, कसैलाई पनि योगी बनाइदिन्छ, कसैलाई पनि जोगी, कसैलाई पनि सन्त महात्मा, कसैलाई पनि जे पनि बनाइदिइहाल्छ। कोही सर्टिफिकेट जारी गर्ने संस्थान यहाँ छैन कि जो लाइसेन्स दियोस् कि हाँ यो चाहिँ गुरु हो, यो पण्डित हो, यो धामी झाँक्री ओझा बिजुवा हो भन्ने। त यसो हो, अलिकति आध्यात्मिक कुराकानी गरेपछि त्यो गुरुजी भइहाल्यो, सद्गुरु बनिहाल्यो। हामी नाक गर्न थालिहाल्छौँ, पछाडि लाग्न थालिहाल्छौँ। यो दयनीय अवस्थाको अब माहौलमा जुन मठमा जो साधना गर्न तपाईहरु आइपुग्नु भएको छ, यो बिना ईश्वरको कृपाको आइपुगिँदैन। किनकि यहाँ आउने जस्तो आकर्षण केही पनि छैन। पहिले त हाम्रो आश्रम नै नेचुरल छ, भौतिक यहाँ संरचना त्यस्तो केही छैन। दोस्रो, यहाँ कोही बाहरी वेलकम अर्थात् हॉस्पिटालिटी केही पनि छैन। जस्तो छ आओ आओ, बसे बस, उता कोही उभिराख, यता फर्किराख। जो छ सहज छ, प्राकृत छ। हामीलाई आकर्षण गर्ने, प्रभावित पार्ने खालको न कुनै किसिमको मोटिभेसन छ, न वातावरण छ। फेरि पनि हामी यहाँ आइपुगेका छौँ। फेरि पनि कोही 3 दिन 4 दिनदेखि, कोही 2 दिनदेखि, कोही वर्षौंदेखि साधनामा हेरौँ न त, देखौँ न त, बुझौँ न त के गर्दो रहेछ। यस्तो अरे उस्तो अरे भनेको मनमा अलिकति आशा आकांक्षा लिएर बसेका छौँ। तो चाहे जुनसुकै बहानाले होस्, यो कुरा निश्चित छ कि यहाँ बिना भगवत कृपा आइँदैन। यही सर आवत अति कठिनाई, राम कृपा बिनु आई न जाई। यो भगवत प्राप्तिको मार्गमा आउनु धेरै गाह्रो छ। बहु जन्म नामन्ते, अनेकौं जन्म जब सत्पुण्यको प्रभावले पवित्र हुन्छ, भगवानले 2 पल्ट कृपा गर्नुहुन्छ। एक मनुष्य शरीर दिनुहुन्छ, पहिलो कृपा। दोस्रो वैदिक सनातनको भगवत मार्ग सद्गुरु भेटाइदिनुहुन्छ, उस सत्मार्ग। बस यति हो भगवानले गर्नु। बाँकी सुख दुःख हानि लाभ जस अपजसको जिम्मेवारी हामी आफै हौँ। कर्म प्रधान विश्व करिराखा, जो जस किए ते तस फल जाखा। जसले जस्तो कर्म गर्छ कर्म अनुसार फल खानुपर्छ। यहाँ भगवानले कुनै प्रकारको हस्तक्षेप गर्नुहुन्न। पूजा गरेर भाग्य बनिने होइन, ध्यान गरेर, जाप गरेर, हवन गरेर अब मेरो भाग्य खुलिगयो, घर र धन आउँछ, म सब कुछ निको भइहालेँ, अब म सुखी भइहाल्छु, त्यस्तो कहिले पनि हुँदैन। यो भ्रममा नरहनु कि म मन्दिर गएँ अब मलाई ठीक हुन्छ, जाति हुन्छ भन्ने। यही भ्रम तपाईहरुको दिमागमा घुसाइदिएको छ आजसम्म कि मन्दिर जाने चाहिँ सब ठीक, सब राम्रो, सब मनोकामना पूरा भइहाल्छ। यम यम चिन्तयते कामम तम तम प्राप्नोति न संशय। जो जो चिन्तन हुन्छ सब पूरा हुन्छ भनिदिएको छ। त्यो किन भनेको? त्यसको वास्तविकता के हो भन्दा भगवानको चरणमा तपाईमा प्रीति जागोस्, प्रेम जागोस्। यदि साँच्चै नै तपाईको भाव
भगवत चरणारविन्दमा प्रेमपूर्ण छ भने लोक परलोक दुईटै मौजमा छ। यो परम सत्य हो, त्यसको उदाहरण हामीहरू नै हो। हामीहरू जति सुख र मौजमा यो संसारमा कोही पनि छैन। कसैले बदनाम गरे नि केही फरक पर्दैन, सदनाम गरे पनि केही फरक पर्दैन। मस्तरा मस्तीमै आग लागे बस्तीमा के छ हैन? न पछाडि रुने न आगे धुने। यदि हामीहरू परेशानी छौँ भने तपाईहरूको दुःख परेशानीले लिएर, हाम्रो आफ्नो निजी दुःख भन्ने, निजी आकांक्षा, इच्छा, रहर लहर केही पनि छैन। न कुनै रहर छ न कुनै लहर छ। बस एउटै मात्रै, के? न मोक्षको इच्छा न नरकमा जाने भए। एउटै मात्रै प्रार्थना हामी भगवानको चरणमा गर्छौं, अर्थन धर्मन काम रुचि गति न चाहूं निर्वाण जन्म जन्म रति राम पद यह वरदानन अर्थन धर्मन काम रुचि। किन इनको घाँटी दबाई दिएको? ए आफैले न अर्थ न धर्म न काम केही पनि चाहिएन, न गति न मति। जेहि जोनि जन्म कर्म बस सिया राम पद अनुरागी हूँ। जेहि जोनि आवेश्वर चढेको छ। उत्तम जुनी पनि चाहिएन, सुँगुर कुकुर जे भने पनि हुन्छ। हे प्रभु मेरो उद्धार गर्दा यो पनि हामीलाई चाहिएन, कहिले पनि भन्दैन। अरू सामान्य संसारका तपाईहरुको तर मेरो ढाड दुख गुरुजी सब ठीक पार्दै, अब मेरो कमर दुख घुँडो दुख, मेरो घरमा यो भएन, छोराछोरीले मानेन, पैसा फर्केर आएन, व्यापार चलेन, पदोन्नति भएन, मेरो चेहराका पोतो गएन, म राम्रो भएन भने जस्तो केही भएन। यो कुरा त कहिले कल्पना नगर्नु हामीहरुसँग। हामी त यहाँसम्म पनि भन्दैन भगवानलाई, प्रभु हमारे उद्धार गर। बस जुनसुकै जुनीमा जाऊँ, जुनसुकै कष्ट दुःखमा रहूँ, मन्जुर। परन्तु हजुरको चरणार बिन्दको प्रेम आसक्ति बाट कहिले पनि पृथक नहौं। जेहि जोनि जन्मौं कर्म बससिया राम पद अनुरागी हूँ। बस दिन प्रतिदिन हाम्रो भगवानको चरणमा प्रेम बढ्नु पर्यो। सीताराम चरण रति मोरे अनुदिन बढई अनुग्रह तोरे। दिन दुगुना रात चौगुना मेरो मनको आसक्ति हजुरको चरणमा होस् प्रभु। यही हाम्रा ऋषि मुनिहरूको इच्छा हो, यही हामीहरूको। श्री हनुमानजी चिरञ्जीवी हुनुहुन्छ। चिरञ्जीवी हनुमानजीको एउटै मात्र इच्छा छ कि राम काज किन्ने बिन्नु मोय कहाँ विश्राम। दिन रात भगवान तुम पनि राम राम दिन राति सादर जपहु आनंग आराति। भगवान शिव पनि अजरमर हुनुहुन्छ। वहाँ पनि दिन रात के गर्नुहुन्छ त? कहीं राज्य बनाएर बस्नु भएको छैन। भगवान शिवले एउटा टापु चुनेर त्यहाँ आफ्नो राज्य बनाएर बसेको भए त हुन्थ्यो नि। शिवजीले पनि हनुमानजीले पनि, हैन? अथवा डोनाल्ड ट्रम्पको जग्गा आफै बसेको हुन्थ्यो सधैँको लागि। विचार गर्नुस् त, पुरै पृथ्वीको राज्य गर्दा नि हुन्थ्यो, कुनै एउटा हिस्साको गर्दा पनि हुन्थ्यो। तर किन कि उहाँहरू छैनन् र? त्यो कुरै होइन। भगवान शिव हमेशा रुखो मुनि बसिरहनु भएको छ। श्री हनुमानजी पहाडको टुप्पामा गएर बसिरहनु भएको छ।
अन्य ऋषिमुनिहरू, एक ऋषि त हाम्रो यहाँ नेपालीमा घुम भनिन्छ, बर्सातमा ओडिने त्यो पातहरूबाट बनेको, अर्को के पनि भनिन्छ, स्याकु घुम। पूर्वतिर घुम, पश्चिमतिर स्याकु भनिन्छ। भोरेला सोरेला यस्तै के हुन्छ। तो एक ऋषि को नाम हो लोमस ऋषि। ती त हमेसा त्यही घुम या स्याकु बुझ्नु पनि तपाईँहरूले हो, त्यही ओढेर बस्नुहुन्छ सधैँ। एक दिन इन्द्र त्यही बाटो हुँदै जाँदै थिए जुन बाटोमा लोमस ऋषि बसेका थिए। तो त्यही घुम ओढेर बसिराखेको देखेपछि इन्द्रले महात्माजीलाई आश्वस्त पारे, प्रभु चिन्ता नगर्नुस्, म स्वर्गमा एउटा बिल्डिङ बनाउँदैछु जसको नाश कहिले पनि हुनेवाला छैन र विशाल बनाउँदैछु, त्यसमा एउटा कक्ष तपाईको लागि। तो लोमस ऋषि भन्नुहुन्छ, बाबु रहने दो, 2 दिनको जिन्दगी कहाँ, स्वर्गको बिल्डिङ कहाँ के, बस मलाई त यो पातले बनाएको छाप्रो नै पर्याप्त छ। इन्द्रले सोध्नुभयो, प्रभु हजुरले 2 दिनको जिन्दगी भन्नुभयो, कति वर्ष पुग्नुभयो भनेर सोद्धा लोमस ऋषि छक्क पर्दै आफै आफ्नो आयुको हिसाब लगाउनुहुन्छ र खै बाबु यहाँ झ्याप्पै रहन्थे, एउटा एउटा ब्रह्माजी मर्दै जाँदा एउटा एउटा झर्दै गएर यति खाली भएको छ अहिले भनेर हातको पृष्ठभाग देखाइदिए। यानी उनको आयु कति, एक ब्रह्माजी मर्दा एउटा रौँ झर्ने। अब एउटा ब्रह्माजीको आयु कति सुन्नुस्, सबको 100 वर्ष हो आयु चाहिँ, तर मृत्युलोकको आयु र ब्रह्मलोकको आयुमा फरक पर्छ। ब्रह्मलोकको एक दिन हामी मृत्युलोकका वासीहरूको लागि 4 अरब 32 करोड वर्ष हुन्छ। कति? अब दिन उति नै हो 365 नै, सूर्य यही हुन्, तर अन्तरिक्षको जो फरकले गर्दाखेरि यति ठुलो फरक हुन्छ। यही चन्द्रमामा त 15 दिनको फरक हुन्छ भने ब्रह्माजीको एक दिनमा 4 अरब 32 करोड वर्ष हुन्छ। यो एक दिन भयो, त्यतिकै रात भयो। यसरी यो दिन र रातलाई अब 365 मा क्याल्कुलेट गर्नुस्, 1 वर्ष भयो। और एवं प्रकारले 100 वर्षको हिसाब लगाउनुस्, तो कति आयु हुँदो रहेछ ब्रह्माजीको विचार गरौँ हामी, जसको एक दिन त यत्रो छ। तो त्यो ब्रह्माजी मर्दा उन ऋषिको एउटा रौँ झर्छ, विचार गरौँ है। भने उनकी आयुको सीमा कहाँ पुग्यो? त्यस्ता ऋषि मुनिहरू 2 दिनको जिन्दगी सम्झेर कोही गुफामा, कोही रुखको फेदामा, कोही झारपातको छाप्रो ओढेर कहिले कहाँ भट्किरहन्छन्। तिनले कहिले यो पनि इच्छा गरेनन् कि म अलि दह्रो बलियो खम्बा गाडेर घर बनाएर बसौँ भन्ने। हाम्रो आयु कति छ हामीलाई नै थाहा छ नि, तर हाम्रो इच्छा आकांक्षा कस्तो छ त कहिले नबने जस्तो। तो ती ऋषि मुनिहरू, भगवान शिव, भगवान गणेश, भगवती पार्वती, ध्रुव, प्रहलाद, सूर्य भगवान, यी सब दिन रात भजन गरिरहन्छन्, आखा पाखामा रहन्छन्। कोही राज्य सीमा केही छैन, उनको एक मात्र काम बस यो सृष्टिको व्यवस्थापनको जिम्मेवारी और रामजी को भजन, राम नाम जप। दिन रात शिवजी राम नाम को जप गरिरहनुहुन्छ, दिन रात गणेश जी राम नाम कै जप गरिरहनुहुन्छ, दिन रात भगवती राम नाम को जाप गरिरहनुहुन्छ।
दिनरात हनुमानजी राम नामको जाप गरिरहनुहुन्छ। त्यसै गरी अन्य अन्य ऋषि महर्षिगण जति छन् यी सब भगवान नाम जापमै आफूलाई मग्न राख्नुहुन्छ, भगवत लीला सुन्ने और राम नाम जपेर मग्न भइरहन्छन्। कहिले युग बित्यो, कहिले कल्प बित्यो, थाहै पाउँदैन। त विचार गर्नुहोस्, हामी त्यही नाम, त्यही भगवान नाम साधनामा यहाँ भगवत कृपाले एकत्रित भएका छौँ। यो महायोग साधनाबाट तपाईभित्र रहेको जो अचेतन अल्लादिनी पराशक्ति परम चैतन्य रूपले विराजमान छिन्, नजान्नाले अचेतन जस्तो छ। जुन प्राण तत्व को अनुकूलता हुनाले जो शक्ति ऊर्ध्वमुखी हुन्छ त्यसलाई कुण्डलिनी भनिन्छ, चित्त शक्ति भनिन्छ, शक्ति भनिन्छ। त्यसैलाई भक्ति मार्गमा भगवती, देवी, राधा, सीता, महालक्ष्मी, महादुर्गा, महाकाली इत्यादि नामले पुकारिने वाली तिनै शक्ति हुन् जो हामी सबै जीवको मूलधारमा रहेर बहिर्मुखी भएर बस्दा जन्म मरणको चक्करमा, भोग शोकको चक्करमा हामी परिरहन्छौँ। अन्तर्मुखी हुने बित्तिकै निवृत्तितर्फ संसारबाट उठेर ईश्वरतिर लाग्छौँ। तो सज्जनहरू, भगवानको चरणमा प्रेम भयो र भगवान नाम सहसा हामी भित्र जाप भयो भने त्यसमा भएका गुणधर्म हामीमा आउँछ। जस्तो व्यक्तिको हामी संगत गर्छौं त्यस्तै हामीमा रंगत चढ्छ। जस्तो शब्दको हामी प्रयोग गर्छौं त्यस्तै ऊर्जा हामी भित्र उत्पन्न हुन्छ। कुनै व्यक्तिले कसैलाई गालीको शब्द टाढैबाट प्रयोग गर्यो भने पनि त्यो व्यक्तिको प्रति दुश्मनी भयो कि भएन? उसलाई त्यसको जवाब दिनको लागि जुनसुकै हरकतमा पनि त्यो व्यक्ति झर्छ कि झर्दैन? भन्नुस्। गाली शब्द मिथ्या हो कि हैन भन्नु त? तपाई मनुष्य हुनुहुन्छ, तपाईलाई कसैले एक गधा भनिदियो, अब त्यो गधा त तपाई होइन, मिथ्या शब्द हो नि। तर गधाले हामीलाई कहाँ पुर्यायो त? मर्न मार्नमा पुर्याइदियो। हामी जे पनि गर्न तयार हुन्छ। ए तैले मलाई गधा भनिस्? तो यस्तो किसिमको उत्पात केले ल्याए त? त्यो शब्दले हामी भित्रको एनर्जीलाई विपरीत जागरण गरिदियो अनि हामी कलह झगडातिर लागि पर्यौं। ठीक त्यसै गरी गधा भन्ने शब्दले जसरी तपाईलाई जराकजुरुक उचालेर रिसले चुरमुराएर चाहिँ त्यो व्यक्ति प्रति खतरनाक बनाइदियो, त्यसै गरी राम शब्द प्रयोग गर्दा तपाई भित्र अमृतीकरण हुन्छ। तपाईको सकारात्मक विचारको उदय हुन्छ। उस परम पवित्र शक्तिको जागरण हुन्छ जसको जागरणले हाम्रा समस्त दुख कष्ट अज्ञान अन्धकार भेटिन्छ। हामी भित्र शाश्वत पूर्ण सत्य ईश्वर प्रेम जागृत हुन्छ र यस साधना पद्धतिबाट तपाईमा सहजै ईश्वर अखण्ड स्मरण जागृत हुन्छ। अजपा जाप रोम रोमबाट भगवानका उस पवित्र पावन नामको जाप भइरहन्छ। और विशेष अवस्थामा अगाडि बढ्न चाह्यो भने अनहद नाद आदि समाधिको सुख पनि प्राप्त हुन्छ। यही जन्ममा प्रत्यक्ष हामी ईश्वरको कृपाको अनुभूति पनि गर्छौं र यो जुनी जति छ सुख आनन्द अनेक ठुलो दुखमा पनि ठुलो आनन्दपूर्वक रहँदै हामी अन्तमा परम सुखको प्राप्त हुन्छौं, कहिल्यै पनि दुखमा पर्दैनौं। यो भगवत मार्गको फल हो। आउनुस्, कमर सिधा गर्नुस्, अघि बसे जस्तै फेरि एकछिन मेरो सम्मुखमा बस्नुस्। अलिकति मैले बीचमा आउने बाटो छोड्दिनु। कसैलाई
आवश्यकता पर्यो भने निधारमा स्पर्श पनि मैले गर्छु, त्यतिखेर नेत्र नखोल्नु। यो साधनामा बस्ने तरिका बुझिसक्नुभयो होला। तपाईँ जुनसुकै सम्प्रदायको हुनुहुन्छ, जुनसुकै गुरुलाई मान्नुहुन्छ, मानिरहनु, केही पनि बदल्न पर्दैन। जस्तो छौ त्यस्तै रहनु। कुरो बुझ्नुभयो? जुन गुरु देवता जसलाई मानेको छ उसलाई मानिरहनु। यहाँ केही पनि परिवर्तन गराइँदैन। परिवर्तन स्वयमेव हुन्छ। सक्छौ पवित्र बोल, पवित्र खाऊ, पवित्र गर, बाँकी तिम्रो मर्जी। यो छोडा तो छोडा, यो नखाऊ तो नखाऊ, हामीलाई बाहेक कसैलाई नपुज, यस्तो यहाँ हुँदैन। तपाईँ जुन सम्प्रदायको हुनुहुन्छ, जुन गुरुलाई मान्नुहुन्छ, जुन देवतालाई मान्नुहुन्छ, जुन मन्त्र जप्नुहुन्छ, त्यो तपाईँको आफ्नो झन बढ्छ। यसले तपाईँको गुरु, तपाईँको इष्ट, तपाईँको मन्त्र यदि छ भने, छैन भने शाश्वत जो परम सत्य हो त्यसतर्फ आफै हामी अगाडि बढ्छौँ। तो यो साधना अति सजिलो छ, अति दिव्य छ, अति सरल छ। किनभने हामी यसमा गर्दैनौबाट सुरु हुन्छ। यो हो शरणागतिको मार्ग। के हो अरे? कोही व्यक्ति धेरै ठुलो अभर परिरहेछ, विपत्तिमा छ र आफ्नो बलले चाहिँ त्यो उक्लेर माथि आउन सक्दैन भने कसैको सहारा चाहिन्छ कि चाहिँदैन? शरणागतिको मतलब हुन्छ हामीले सहारा लिनु। कसको सहारा? भगवानको। यो जीवन पनि उनैले दिएको, यो संसार पनि उनैको हो। एक मात्र उनले नै हामीलाई सहारा दिन सक्नुहुन्छ। अरू कसैको सहारा यहाँ काम लाग्दैन। तो यसमा भगवानको चरणमा यस साधनाको माध्यमबाट, यस गुरुको माध्यमबाट आफूलाई समर्पित गरिदिनु। जसले तपाईलाई बनायो, जसले तपाईलाई शरीर, मन, बुद्धि, चित्त, अहंकार ये सब इन्द्रिय दियो, जसले परिवार दियो, देश दियो, देखने, सुनने, खाने, बोलने सामर्थ्य दियो, उस परमात्मा ती राम हुन्, कृष्ण हुन्, शिव हुन्, नारायण हुन्, जो पनि हुन्, उनको प्रति तिमीले समर्पित हुने। कसको माध्यमबाट? गुरुदेवको माध्यमबाट। यहाँ दुहाई चल्छ, माध्यम चल्छ। बिना माध्यम त्यो परमात्मा कसैलाई पनि शरणागतमा लिनुहुन्न। यही यसको सबभन्दा ठुलो विशेषता हो। मैले के गर्छु? हे प्रभु, यो जीव तपाईको शरणमा आयो, अब यसलाई स्वीकार्नुहोस् भनेर परमात्माको चरणमा तपाईको सम्बन्ध लगेर जोडिदिने काम यो गुरुको काम हो। गुरुदेवले उस जीवलाई ईश्वरसँग जोडिदिनुहुन्छ। गुरुले अपनाएको जीवलाई ईश्वरले सहजै अपनाउनुहुन्छ। त्यहाँ कुनै पनि कमी देख्नुहुन्न। तो यो जो पद्धति मैले तपाईलाई गराउँदैछु, एकछिन यसो गरेर बस्नु भनेर, यो कोही ध्यान होइन, यो कोही योग होइन, यो कोही पद्धति केही पनि होइन। यो भगवत शरणागति हुने, समर्पण हुने, एउटा नेपालीमा भनाइ छ, आशीर्वाद लिन शिर थापेर बसेको भने चाहिँ यो यति मात्रै हो। के हो? आशीर्वाद लिन शिर थापेर बसेको छु। यो गर्दिनबाट सुरु हुन्छ। यसमा केही पनि गरिँदैन, हुन्छ सब कुछ। त आउनुस् मेरो प्रत्यक्ष सन्मुखमा, भित्रै चित्तदेखि तपाईलाई बनाउने वाला, यो दुनियाँ बनाउने वाला, हाम्रो जीवन चलाउने वाला, हामीलाई देख्ने, सुन्ने, बोल्ने, गर्ने क्षमता दिने वाला उन परब्रह्म परमात्मा जुन नामले तपाईले जान्नुहुन्छ, पुकारोस्, नभए उनको बेनाम पनि चल्छ। उनको शाश्वत नाम त आफै आइहाल्छ। यहाँ तपाई भित्रबाट नि यो साधनाले अटोमेटिक भगवानको जो ओरिजिनल नाम हो जप उच्चारण सुरु भइहाल्छ। मैले यो जप भनिरहनु पर्दैन। फेरि पनि त्यो भगवानको ओरिजिनल नाम आफूभित्र, आफ्नो मन मस्तिष्कमा आओस्, त्यसको लागि केही चाबी छ। चाबी खोल्नुपर्छ।
ए बाजे, ओ सर, मोबाइल अफ, हेर्न पाइँदैन यो मोबाइल। मोबाइल शरीरभन्दा पनि पर राख्नुहोस्, चुम्बकीय चिज केही पनि नहोस् शरीरमा। घडी छ भने ब्याट्रीवाला त्यो पनि खोल्नुहोस्, मोबाइल बाहिर निकालेर राख्नुहोस् बगलमा। अरूको कसैले नचोरिदिनु है, आफ्नो आफ्नो ठाउँ नसाट्नु होला। निकाल्नु सर बाहिर, शरीरमा टाँसेर नराख्नु। त्यसको चुम्बकले ऊर्जाको प्रसारणलाई रोकिदिन्छ। हिजो अस्ति यो कुरा भनिएको थिएन सर? ए उहाँ सर हो नि त। ल